प्रकृतिको काखमा लुकिएको सुन्दर उपत्यका धादिङको सलेन्टार, जहाँ हरियाली फाँटहरू आकाशसँग कुरा गर्छन् र हावाले गाउँको मिठो कहानी सुनाउँछ। यहाँको शान्त वातावरण, सुनौलो खेतहरू र मुस्कुराउँदा स्थानीय अनुहारहरू मनलाई एकैछिनमै शान्त बनाइदिन्छ। यदि तपाईँ प्रकृतिसँग नजिक हुन चाहनुहुन्छ भने सलेन्टार तपाईँको लागि एक स्वर्गभन्दा कम छैन। यो हो धादिङ सलेन्टार, सौन्दर्य, शान्ति र आफ्नोपनको अद्भुत सङ्गम। हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो फर्स्ट ब्लगमा। र आज म जाँदैछु सलेन्टारको नरसिंहधाम। योभन्दा अगाडि म एकचोटि आएको थिएँ नरसिंहधाममा चाहिँ। त्यति बेला चाहिँ पानी परेको भएर एकदमै थियो अनि गाडीमा गएको हिलो बाटो थियो, सो त्यति एक्सप्लोर गर्न चाहिँ पाएन। अनि यो टाइम आउँदाखेरि चाहिँ अलिकति वेदर पनि राम्रो भएको भएर म र दाइ चाहिँ नरसिंहधाम जान भनेर सलेन्टार बजारबाट निस्किसकेका छौँ। यहाँ सलेन्टार बजारबाट लगभग 11 किलोमिटर अफ रोडको बाटो छ। अनि म चाहिँ अब मेरो गोप्रोको चाहिँ माइक बिग्रिया भएर मैले चाहिँ अहिले भोइस ओभर गर्दैछु। अनि यत्तिकैमा चाहिँ मैले यहाँनिर बाटो बिर्सिसकेको रहेछ। मैले सिधै फेरि फर्केर उता के भन्छ यो टारीबेसीतिर जाँदै रहेछु। एन्ड देन फर्केर अर्को बाटो जुन चाहिँ अघि अफ रोडमा त्यो एउटा कर्नर घुम्ती थियो, त्यो घुम्टीबाट जाने रहेछ। खास त जान त यो बाटोबाट पनि जान्थ्यो, तर यहाँबाट भन्दा पनि अगाडिबाट गएको थियो पहिला भिनाजुली लानु भएको बेलामा। त्यही भएर म पनि योपालि त्यही बाटो जाँदैछु। तर जान चाहिँ यतापट्टि अघि पछाडिको त्यो मैले अघि देखाएको बाटो, त्यो बाटोबाट पनि जाने रहेछ। योभन्दा अगाडि मैले धादिङमा पनि यस्तो ठाउँहरू छ भन्ने कुरा मलाई थाहा थिएन होइन। मलाई यो तलपट्टि देखिरहनु भएको त्यो खोला छ नि, त्यो चाहिँ बुढी गण्डकी खोला हो। त्यो जुन हाम्रो गोलभन्ज्याङ माथि, गोलभन्ज्याङभन्दा माथि ज्याम्रुङबाट पनि देखिन्छ यो खोला। त्यहाँ चाहिँ आँखु खोला भन्छ, तर यतापट्टिबाट आउने चाहिँ यो चाहिँ बुढी गण्डकी खोला रहेछ। मलाई पनि त्यहीँ तल पुगेपछि मात्रै थाहा भएको। अनि धादिङमा यस्तो के भन्छ लुकेको ठाउँहरू चाहिँ रहेछ, तर हामी धादिङकै मान्छे भएर पनि हामीलाई यस्तो कुराहरू थाहा थिएन। सो नेपालमा कतिपय ठाउँ चाहिँ त्यसरी नै हाइड भएर बसेको छ क्या, अगाडि फ्रन्टमा आउन सकेको छैन। एक्सप्लोर गरियो भने नेपालमा हिरा भेटिन्छन् भन्थ्यो। साँच्ची नै आफ्नै गाउँमा हिरा रहेछ। म चाहिँ अन्त किरातिर चाहिँ गइरहेको छु है। अघिल्लो पटक आउँदाखेरि चाहिँ बाटोमा यस्तो चाहिँ थिएन, बाटोहरू बनिरहेको अवस्था चाहिँ थिएन। अहिले चाहिँ सबै ठाउँमा बाटो बनाइरहेको रहेछ। सायद जेठको अन्तिममा चाहिँ जेठ 31 गतेबाट होला सायद। त्यति बेला चाहिँ नरसिंहधाममा 108 तीर्थयात्रा भन्ने के समथिङ के सुनेको थिएँ। नेपालकै सबैभन्दा ठुलो तीर्थधाम हुने भनेर चाहिँ त्यहाँ राखिरहेको थियो। त्यसकै लागि होला सायद यो बाटो बनाइरहेको चाहिँ। छेउछाउमा कुलो नहरहरू बनाइरहनु भएको छ। सो 1 महिनाको डिफ्रेन्समा यत्तिको काम अगाडि बढिरहेको छ भनेपछि सो त्यतिन्जेलसम्मकै लागि टार्गेट गरेर बनाइरहनु भएको होला। यो काम पनि राम्रो होस्, सकेसम्म बाटो राम्रो भयो भने सबैजना दर्शनयात्रुहरूलाई पनि सजिलो हुन्छ। र हामी यस्तो अफरोड भयो भने हामी चाहिँ गयौँ, केही छैन। कति मान्छेहरू चाहिँ यस्तो बाटो बिग्रेछ भनेर नै फर्केको थियो भन्ने सुनेको थिएँ हामीले चाहिँ। सो केही छैन, मलाई अफरोडदेखि डर लाग्दैन। आई लभ अफरोडिङ अल्सो होइन। स्पोर्ट बाइक लिएर पनि म अफरोडतिर गइरहेको हुन्छु। एकदम मजा आउँछ मलाई अफरोडमा होइन। अनरोडमा भन्दा नि अफरोडमा चाहिँ एकदमै मजा आउँछ। हुन त नेगेटिभ स्पोर्ट लिएर जान नहुने हो होइन, बट आई लभ टु गो होइन। गफ गर्दा गर्दै नरसिंहधाम पनि आइसकेको छ। यहाँ गाडीको ठ्याक्क पछाडिपट्टि देखिरहनु भएको छ होला, यहाँबाट क्यामेराबाट राम्रोसँग देखेन छ, बट त्यहाँबाट पछाडि गयो भने चाहिँ नरसिंहधाम ठ्याक्क मन्दिर आउँछ त्यहाँनिर चाहिँ। अनि यहाँबाट यो तल ओह्रालो लागिसकेपछि चाहिँ बोटिङहरू गर्ने ठाउँनिर पुग्छ। गफ गर्दा गर्दै तल बगरमा आइसकेछौँ हामी होइन। अनि यो ठाउँमा चाहिँ मैले बाइक चलाउँदाखेरि यहाँनिर ढुङ्गा थियो। अनि मैले पछि चाहिँ नोटिस गरेँ मेरो बाइकको रेडिएटर पल परेको रहेछ। पल परिसकेपछि मैले नयाँ रेडिएटर किन्नु पर्यो। सो 15-16 हजारको चुना लाग्यो मलाई। हेलो गाइस, म चाहिँ आज नरसिंहधामको यो खोलामा आइपुगेको छु, जुन खोलामा चाहिँ 2टा खोला मिट भएर एउटा खोला बन्छ। ब्याक साइडमा त्यहाँनिर चाहिँ मिड पोइन्ट हो। अनि जुन अहिले देखिरहनु भएको छ यो खोला चाहिँ बुढी गण्डकी खोला भन्छ। एन्ड देन यतापट्टि अर्को खोला छ कि यहाँनिर चाहिँ अब यो यस्तो किनारा सुकुटे बिच भन्दा पनि बबाल ठाउँ होइन फेरि। यहाँ यतापट्टि यो चाहिँ आँखु खोला भन्छ। यो आँखु खोला, यो चाहिँ बुढी गण्डकी खोला। अनि त्यहाँनिर छ मेरो बाइक, यहाँबाट देख्दैन।
दुईजना बाइकमा आएको हिर रेमन दाई हुनुहुन्छ बुढी गण्डकी त ठुलो हो नि त्यो बुढी गण्डकीको उसको लागि त अनि के अरे हाइड्रो पावर प्रोजेक्ट राख्ने भनेर गरेको हो नि त पानी त हेर न यस्तो ठुलो छ अनि त्यो चाहिँ माछा उ गरे होला है त्यो यताको खोला चाहिँ अलि 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 अर्कै खालको रहेछ कि कलरै फरक छ क्या खासै आगो खोला त हाम्रो उता के अरे ज्याम्रुङ हुँदै आउने होइन गङ्गा जमुनाको पानी होला सायद यो गङ्गा जमुना हुँदै आँखु हुँदै आउने खोला यो अनि ऊ त्यहाँ माथि चाहिँ नरसिंहधाम मन्दिर हो त्यो चाहिँ त्यहाँ चाहिँ सलेन्डारको सबभन्दा ठुलो मन्दिर अनि यहाँबाट अर्को उहाँ माथि पनि छ एउटा के देवी भन्ने एउटा अर्को मन्दिर पनि छ त्यहाँ पनि मेला लाग्ने गर्छ यहाँ चाहिँ वैशाखमा मेला लाग्दैछ सो वैशाखको टाइममा चाहिँ सबैजना आएर यो ठाउँलाई एक्सप्लोर गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु अनि यहाँनिर केपी बाको डुङ्गा पनि छ केपी बाको डुङ्गा चढ्न पनि आइदिनु होला अनि यति राम्रो ठाउँ छ हाम्रो धादिङमा पनि यस्तो बवाल ठाउँ छ सबैजनाले एक्सप्लोर गर्नुपर्छ है दाइ चाहिँ खोलामा जानलाई यहाँ जुत्ता खोल्नु भयो म पनि जुत्ता खोल्छु जुत्ता चाहिँ हिल्लै छ पुरै अलि बाटो अहिले चाहिँ अफ रोड छ बट सुन है यो चाहिँ बाटो चाहिँ राम्रो बन्छ सो त्यसपछि चाहिँ यो ठाउँलाई चाहिँ एकदम धादिङको नम्बर 1 टुरिज्म डेस्टिनेसन बनाउनु पर्छ है मेरो भन्दा चाहिँ यति नै हो चलाएर खै दाइ कताबाट गयो तपाईँ यहाँ चाहिँ माछा मारेको भने सायद माछा मार्नलाई कस्तो फोर्स छ यार पानीको ओइ यहाँ अब माछा हेर्न जाँदैछु माछा परेको छैन हेर्छु है त जाउँ अब मासुतिर ढुङ्गा चढेर आउँ पहिला अब चाहिँ हामी राफ्टिङ र बोटिङको प्राइस पनि सोध्छौँ यहाँ होइन त्यो भएपछि अरूलाई पनि थाहा होस् ल घुमेर आइयो सुन्नु दाइ अनि यो के अरे राफ्टिङ र बोटिङहरूको प्राइस पनि एकचोटि भनिदिनु राफ्टिङको अब फर्स्ट बोटमा गऱ्यो भने 300 छ 300 पर पर्सन यसमा चाहिँ 300 भन्नाले यसमा चाहिँ कति 150 छ यसमा चाहिँ 150 अब तपाईँको आरुघाटबाट आउनुभयो भने 2000 लाग्ने भयो 4-5 घन्टाको 3 घन्टाको हुन्छ चाहिँ ए यहाँबाट गएर आरुघाटबाट यहाँ आउनको लागि चाहिँ ए भनेपछि अनि राफ्टिङ गर्नको लागि चाहिँ सुरुमा के गर्नु पर्यो केही गर्नै पर्दैन हामीलाई पर्ने हाम्रो सामान जोडी यहीँबाट जाने कि माथि आउनु भयो हामी ए माथिबाट चाहिँ यहाँ आउनु पर्यो ए अनि तपाईँहरू चाहिँ यो सामान चाहिँ कसरी लानुहुन्छ माथि गाडीमा हालेर जान्छ ए यहाँबाट गाडीमा हालेर फेरि आरुघाट लानुहुन्छ राफ्टिङ गर्न चाहिँ माथि आरुघाटमा कन्ट्याक्ट गर्नु पर्यो हामीलाई कन्ट्याक्ट गर्नु पर्यो ए यहाँ कन्ट्याक्ट गरेर अनि जानु चाहिँ आरुघाट नै जानु पर्यो त्यहाँबाट राफ्टिङ गर्दा यहाँ आउने कति टाइम लाग्छ त्यहाँबाट यहाँ आउन चाहिँ 2.5 देखि 3 घन्टा धेरै छ कति कति किलोमिटर होला 12 किलोमिटर ए बिस्तारै यो त राफ्टिङ त खुइ उड्छ होइन त अनि थालमा पो उड्छ त ए प्लेनमा त बिस्तारै आउँछ प्लेनमा बिस्तारै अड्किने हुन्छ कहिले काहीँ ढुङ्गातिर कहिले रोक्नु पर्यो रेस्ट गर्दा अन्दाजी चाहिँ 2 घन्टा जति चाहिँ लाग्छ भन्ने 2 घन्टा भनेपछि 2000 पर्छ भन्नुभयो होइन हजुर त्यसमा कतिजना बस्न मिल्यो त्यो 6जना बस्न मिल्यो 6जनाको ग्रुप भनेपछि एउटा बुके रिजर्भै गर्दाखेरि 6जना 12,000 पर्ने भएपछि खाजा ए खाजा आउने भयो
लोकल स्टाइलको खाजा माछा साछा होला होइन लोकलै आउँछ ए माछा नभए लोकल कुखुरा आउँछ एउटा आउँछ अनि यो चाहिँ अहिले यहाँ राखेको चाहिँ खास यो चाहिँ के हाम्रो यहाँ पनि रेस्क्युको लागि इनकेस त्यो बन्द भइहाल्यो भने अब पारिपट्टि साइडलाई मिसिनरी चिज हो नि त त्यो त जेनेरेसन हुँदैन नि त्यसमा हजुर बन्द भने उता पारि मान्छे छोड्नु मिलेन मिस्त्री बोलाउन्जेल त मान्छेले वेट गर्दैन त्यो टाइममा चाहिँ तार्नु ए अनि बोटिङको पनि एकचोटि भनिदिनु यो बोटिङमा कतिजना अट्ने यसमा त्यसमा 500 जना 5-6 जना अट्छ अब चितुनतिर हो भने त कुद्छ अब प्लेन वाटर हो भने त यता फास्ट रनिङ वाटर छ नि त अलिक ए अनि यसमा चाहिँ प्राइस कस्तो छ पर पर्सनको 300 पर पर्सन अब ग्रुपमा आउँदाखेरि मिल्छ त्यसमा एकचोटि राइड गर्दाखेरि कति 10-15 मिनट घुम्छ 10 मिनट हुन्छ 10 मिनट ओके अब यहाँ नरसिंहधाममा मेला लाग्दैछ त्यो बेला त धेरै हुन्छ होला त हुन्छ कि भन्ने आशा हुन्छ होला त्यति बेला अहिले चाहिँ कतिको भइरहेको अहिले शुक्रबार शनिबार राम्रै हुन्छ अरू बार ए अहिले कहाँदेखि आइरहेको छ मान्छेहरू अब धादिङको यता भक्तपुरतिर चितुनतिर आइरहेको प्रायः जस्तो चाहिँ भक्तपुर भन्नाले काठमाडौँ काठमाडौँ भक्तपुरको त्यहाँदेखि आउँछ आउँछ नि बाबा ल हामीलाई मात्रै थाहा नभएर चाहिँ हामी यहीँ गोल भन्ज्याङ भए मान्छे हामीलाई थाहा थिएन म अस्ति आएको थिएँ ठ्याक्कै 1 महिना अगाडि आयो होला 13-14 गते हो त 13 गते आयो आज कति 12 गते होइन ठ्याक्कै 1 महिना भएछ होला 13 गते आएको थिएँ म अनि पानी परेको थियो त्यो बेला अर्जुन भेनाले फोन गर्नुभएको थियो होला सायद तपाईँहरू त्यतिखेर बन्द भइसकेको छ बेलुकाखेरि गर्नु थियो बेलुकाखेरि होइन दिउँसै त्यही तपाईँको कति 12-1 बजे थियो कि त्यतिखेर पानी परिरहेको थियो नि त चलाउने मान्छे नै भिरेन पानी परिरहेको थियो त्यो बेला झमझम पानी परेको थियो नि त्यो बेलामा अनि भएन अनि यसो फोटोसोटो खिच्यो अनि फर्किहाल्यो हुन्छ ल लगाउँ न ल जुत्ता यहीँ राख्दैन हुन्छ है हुन्छ ए केपी बाको गाडीमा हामी जाँदैछौँ जहाजमा सरर लाएर ल दुबईदेखि केपी बाको जहाज चढ्न आयो नि त कहाँ के अरे इन्डिया जाँदैछौँ हामी झन्डा टक्क लगाएर है बोटिङ पनि सकिहाल्यो मोटर बोटै पो रहेछ त है एक राउन्डको कसरी हो र रमाइलो रहेछ नि दाइ जानाको 300 रुपियाँ कहाँसम्म पुर्याउनु हुन्छ जान दाइ रमाइलो छ है हजुर यहीँ यतैको हो कि बाहिरबाट घुम्न आउनु भयो काठमाडौँबाट ए नरसिंहधामको लागि ए हामी काठमाडौँदेखि आएको नि हो नि बालाजु हामी किर्तिपुर ए आजै आउनु भएको कि बिहान ए वैशाखमा मेला लाग्दैछ यहाँ आउनुपर्छ है नरसिंहधाममा मेला लाग्दैछ बाटोहरू अझै राम्रो यति भन्दै आजको भ्लगलाई इन गर्न चाहन्छु नेक्स्ट भ्लग छिट्टै आउँदैछ आजको भ्लगमा चाहिँ अलिकति लामो हुने भएको भएर मैले पार्ट 2 बनाएको छु पार्ट 2 मा चाहिँ के छ भने दमौलीबाट आउनुभएको 2 जना बुढाबुढी मान्छेहरूले चाहिँ त्यहाँ बुढी गण्डकीको किनारमा चाहिँ सुन खनिरहनु भएको छ सुन निकालिरहनु भएको छ भन्ने सुनेको थिएँ सो त्यहाँ गएर चाहिँ हामीले कसरी सुन निकाल्नुहुन्छ उहाँहरूले भन्ने कुरा चाहिँ भिडियोमा देखाएको छौँ सो त्यतिन्जेलसम्मको लागि प्रतीक्षा गरिदिनु होला र जो पनि मेरो च्यानलमा जोडिनु भयो उहाँहरूलाई थ्याङ्क यू सो मच भन्दै च्यानललाई सब्स्क्राइब गरेर जानु होला थ्याङ्क यू सो मच